लालीगुराँस नगरपालिका वडा नम्बर 6 मा रहेको यस श्री सिंहदेवी माध्यमिक विद्यालयले आफ्नो स्थापनाकालको 50औं वसन्त पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन गइरहेको छ। यसै अवसरमा विद्यालयले मिसन एमएससी को सुरुवात गरेर स्मृति स्तम्भ तथा मञ्च निर्माण गर्ने कार्य गरिरहेको छ। यस अभियानलाई हालसम्म सहयोग गर्नुहुने सबैलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौ। साथै यस अभियानमा नगद रु 5000 भन्दा माथि सहयोग गर्नुहुने महानुभावहरूको नामावली स्तम्भमा स्वर्ण अक्षरमा लेखिनेछ। साथै यस कार्यको सफलताको शुभकामना सहित लालीगुराँस नगरपालिका वडा नम्बर 6 स्थित श्री काली चोकमालुङ आधारभूत विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर कार्की र उहाँको नाति यस श्री सिंहदेवी माध्यमिक विद्यालयका विद्यार्थी खेमराज कार्कीले उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यका साथ नगद रु 5555 आर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यस अभियानलाई सम्पन्न गर्न अझै पनि रकमको आवश्यकता परेको हुनाले यहाँहरूको साथ र सहयोगको अपेक्षा गरेका छौँ। धन्यवाद। मिसन एमएससी मञ्च तथा स्तम्भ निर्माण।